नमस्ते, यहाँहरूलाई स्वागत छ। म सुनिल छेत्री। आजको यो भिडियोमा म तपाईहरुलाई शेयर बजारमा प्रवेश गर्नको लागि चाहिँ कुन समय उपयुक्त हुन्छ वा हामी कसरी टेक्निकली सही इन्ट्री टाइमिङ र इन्ट्री जोन चाहिँ हामी पत्ता लगाउने, म यसको बारेमा तपाईलाई जानकारी दिन गइरहेको छु। सो तपाईहरु यो भिडियो कन्टिन्युअसली तपाईको चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्नु होला, किनकि आजको सेसनमा म तपाईलाई वान अफ द मोस्ट इम्पोर्टेन्ट टुल्स जुन फिबोनाची टुल्सलाई चाहिँ हामी कसरी प्रयोग गरेर चाहिँ हामीले सही समयमा टाइमिङ र तपाईको चाहिँ जोन कुन लेभलमा चाहिँ हामी इन्ट्री गर्न सक्छौँ भन्ने चाहिँ हामी जानकारी लिन्छौँ। र धेरै साथीहरूले पक्कै पनि यो फिल गर्नुभयो होला कि तपाईँले अब मार्केट बढ्छ कि भन्ने होइन, एउटा एजम्सन बेसमा तपाईँले अब मार्केट बढ्छ भन्दाखेरि कहिले तपाईँ चाहिँ एकदम हतार गरेर चाहिँ तपाईँ चाहिँ होइन अर्ली इन्ट्री लिनुहुन्छ, तर फेरि मार्केट अझै करेक्सन गरिरहेको हुन्छ। कहिले तपाईँहरू चाहिँ अब चाहिँ अझै घट्छ कि भनेर आशमा तपाईँहरू चाहिँ अझै होइन मार्केट घट्ने आशमा बस्नुहुन्छ, तर त्यही पोइन्टबाट तपाईँको चाहिँ मार्केट माथि गइरहेको हुन्छ। सो यो हामी कसरी त्यो ट्रेडिङ जोन जुन हामी जुन लेभल छ जहाँ चाहिँ हामी इन्ट्री गर्न सक्छौँ त्यो हामी आजको यो भिडियोमा चाहिँ सिक्नेछौँ। र कसरी तपाईँको चाहिँ स्मार्ट प्लेयरहरू होइन वा स्मार्ट मनी तपाईँको मार्केटमा कुन टाइममा वा कुन तपाईँको चाहिँ जोनमा चाहिँ तपाईँको चाहिँ मार्केटमा चाहिँ तपाईँको चाहिँ होइन तपाईँ स्मार्ट मनी तपाईँको आउँछ वा ठुल्ठुला तपाईँको जति पनि मार्केट प्लेयरहरू छन् होइन उनीहरूले वा म्युचुअल फन्ड जस्तो कम्पनीहरूले चाहिँ कुन टाइमिङमा कुन तपाईँको चाहिँ लेभलमा चाहिँ तपाईँको चाहिँ मार्केटमा चाहिँ प्रवेश गर्छन् त्यो कुराहरू हामी आज सिक्नेछौँ। सो यो भिडियो तपाईँहरू चाहिँ अन्तिमसम्म हेर्नु होला। सो ढिलो नगरिकन म तपाईँलाई अब तपाईँलाई सिधै म चार्टमा लिएर गएर होइन टेक्निकल चार्टमा लिएर गएर तपाईँलाई कसरी हामी त चाहिँ फाइनल गर्न सक्छौँ यो म तपाईँलाई जानकारी गराउनेछु। हामी अब यो चार्टबाट चाहिँ कसरी हामी यो तपाईँको चाहिँ मार्केटलाई चाहिँ हामी यो अहिलेको समय चाहिँ हामी इन्ट्री गर्ने समय हो होइन चाहिँ हामी कसरी थाहा पाउने त्यसको बारेमा तपाईँलाई जानकारी दिन गइरहेको छु। सबैभन्दा पहिला तपाईँले यहाँ क्यान्डलस्टिक देखिरहनु भएको छ, नेप्सेको तपाईँले चार्ट देखिरहनु भएको छ। सो अब हामी यो अहिले जुन मार्केट घटिरहेको अवस्थामा एउटा बिचमा तपाईँले यहाँ देख्नुभयो भने बिचमा तपाईँले चाहिँ एउटा ग्रिन क्यान्डल देख्न सक्नुहुन्छ, ठिक छ। तर फेरि तपाईँको त्यसपछि फेरि तपाईँको मार्केट घटेको देख्न सकिन्छ भनेपछि के त अब हामी यो समयमा चाहिँ मार्केटमा हामी प्रवेश गर्न सक्छौँ अझै हामी वेट गर्ने भन्ने कुरा चाहिँ हामी कसरी पत्ता लगाउन सक्छौँ तपाईँलाई यो वान अफ द एकदमै मोस्ट इम्पोर्टेन्ट टेक्निकल टुल्सबाट म तपाईँलाई चाहिँ यसको बारेमा चाहिँ जानकारी दिन गइरहेको छु। यहाँ तपाईँले लेफ्ट ह्यान्ड साइडमा तपाईँले यहाँ एउटा टुल्स देख्न सक्नुहुन्छ जसको नाम छ के त फिबोनाची है। तपाईँले यहाँ फिबोनाची टुल्स देख्न सक्नुहुन्छ, ठिक छ। सो यो फिबोनाची टुल्सले चाहिँ हामी प्रयोग गरेर चाहिँ कसरी हामी चाहिँ यहाँ थुप्रै टुल्सहरू छन् जसमा तपाईँले चाहिँ म एउटा फिबोनाची रिट्रेसमेन्ट टुल्स चाहिँ म तपाईँले चाहिँ प्रयोग गरेर चाहिँ जानकारी दिन गइरहेको छु। यसको बारेमा म तपाईँलाई छुट्टै भिडियो पनि बनाउँला, तर अहिले चाहिँ ओभरअल यो मार्केटको एनालाइसिस गर्न लागेको भएर तपाईँलाई मैले चाहिँ यसको बारेमा फेरि डेप्थमा गइनँ। यो फिबोनाची टुल्स हामी के गर्छौँ भन्दा एउटा रेन्जमा चाहिँ हामी यसलाई लिन्छौँ, एउटा लो र हाई हामी हेर्छौँ। लो कहाँ छ, लो हामी यहाँ देख्न सक्छौँ, ठिक छ। यहाँ तपाईँको चाहिँ मार्केट चाहिँ एकदम हायर हाई होइन हायर हाई हायर लो भन्दै तपाईँको चाहिँ मार्केट गइरहेको छ र यो टपबाट तपाईँको चाहिँ करेक्सन भएको छ चाहिँ यो लेभल र हामी यो लेभललाई चाहिँ लिन्छौँ भने चाहिँ यो तपाईँको लो लेभल भयो, ठिक छ। लो लेभलमा मैले राखिरहेको छु, ठिक छ। यहाँबाट मैले के गर्दा ड्र गरेर तपाईँको चाहिँ फिबोनाची चाहिँ यसको हाई पोइन्टसम्म लिएर गइरहेको छु, ठिक छ। यो चाहिँ तपाईँको चाहिँ हाई भइरहेको छ हो, हाई पोइन्टसम्म लिएर गएँ। अब मैले ड्र गरेँ तपाईँलाई, ठिक छ। यहाँ ड्र गरिसकेपछि अब तपाईँले के देख्न सक्नुहुन्छ विभिन्न तपाईँले चाहिँ यहाँ के त लेभल देख्न सक्नुहुन्छ। जस्तै तपाईँले यहाँ हेर्नुभयो भने लेभल के छ नि त यहाँ तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। लेभल कहाँ छ नि त तपाईँले चाहिँ यहाँ देख्न सक्नुहुन्छ एउटा 0.236 छ, अर्को 0.382 छ, अर्को 0.5 छ, अर्को 0.618 छ। यसलाई हामी गोल्डन रेसियो भन्छ। त्यस्तै अर्को चाहिँ 0.786 छ। यो हो के त फिबोनाची लेभलहरू। यसमा कुन चाहिँ इम्पोर्टेन्ट के छ त्यो म तपाईँलाई पछि भन्छु, तर अहिले चाहिँ हामीलाई इम्पोर्टेन्ट के छ भन्दा तपाईँको चाहिँ यो सबै मध्येबाट चाहिँ इम्पोर्टेन्ट भनेको चाहिँ 0.5 र 0.618, किनकि 0.61 के हो त यो गोल्डन रेसियो तपाईँलाई अलरेडी थाहा छ। यदि तपाईँले टेक्निकल एनालाइसिस कोर्स गर्नु भएको छ भने हो, भनेपछि मार्केट यो पोइन्टबाट तपाईँको चाहिँ बढेर यो पोइन्टबाट तपाईँको मार्केट बढेर यो पोइन्टसम्म पुगिरहेको छ भनेपछि यो एउटा जुन रेन्ज छ यो रेन्जलाई चाहिँ हामी के गर्छौँ त हामी यसलाई चाहिँ मेजर गर्ने गर्छौँ। र जहिले पनि हामी के गर्छौँ त भन्दा चाहिँ यदि मार्केट एक लेभल तपाईँको चाहिँ माथि होइन अप ट्रेन्डमा गएर फेरि तपाईँको करेक्सनमा आएको छ नि त्यो करेक्सन कहाँसम्म आउँछ भने एजम्सन हामी के गर्छौँ भन्दा यो 0.5 र 0.61 को लेभलसम्म चाहिँ हामी के गर्छौँ त वेट गर्छौँ। र तपाईँले हेर्नुभयो भने जुन यो चाहिँ के छ त 0.5 को लेभल छ र यो तपाईँको चाहिँ 0.6 लेभल छ। यहाँ तपाईँले के त एउटा ग्रिन क्यान्डल देख्न सक्नुहुन्छ
भनेपछि यो पोइन्टमा के भयो त भन्दा तपाईँको चाहिँ केही स्मार्ट मनी तपाईँको चाहिँ मार्केटमा चाहिँ इन्ट्रोड्युस भएको हामी देख्न सक्छौँ वा केही म्युचुअल फन्डहरूले होइन जसले तपाईँको चाहिँ यो पोइन्टमा आएर तपाईँको चाहिँ मार्केटमा चाहिँ इन्ट्री गरेको हामी देख्न सक्छौँ र यहाँ हेऱ्यौँ भने हामी के छ त यहाँ तपाईँ यहाँ देख्न सक्नुहुन्छ कसरी त भन्दा 1 2 3 4 5 ल 5वटा क्यान्डल तपाईँको चाहिँ यसमा तपाईँको चाहिँ यो लेभलमा तपाईँको चाहिँ बनेको देख्न सक्छौँ भनेपछि तपाईँले के बुझ्नु पर्यो भने अब सायद तपाईँले त यो टेक्निकल एनालाइसिस त पढ्नु भएको छ अब कसरी तपाईँले पढ्नु भयो आई डोन्ट नो तर म तपाईँलाई के भन्छ भन्दा यो मार्केट यहाँबाट तपाईँको बढेर यो लेभलसम्म पुगिसक्यो अब करेक्सन आउने क्रममा के हुन्छ भन्दा यो लेभलसम्म के हुन्छ भन्दा तपाईँको चाहिँ मार्केट के त यतिमा तपाईँको यो तपाईँको चाहिँ के त एकदम एक्सपेन्सिभ हुन्छ हो प्राइस के त एकदम हाई छ भन्ने कुरा बुझ्नुहुन्छ तर योभन्दा तल के हुन्छ फेरि तपाईँको चाहिँ के त प्राइस चाहिँ लो छ भने बुझ्न सक्नुहुन्छ हो यहाँ के छ त यो एक्सपेन्सिभ छ ठिक छ यहाँ के तपाईँको चाहिँ यो चिप छ हो प्राइस के त चिप छ भन्ने कुरा बुझ्छौँ भनेपछि जति पनि अलिकति स्मार्ट प्लेयरहरू छन् उनले के गर्छ भन्दा यो लेभलसम्म चाहिँ मार्केटलाई चाहिँ करेक्सन हुँदा चाहिँ उहाँहरू चाहिँ वेट गर्छन् र यो लेभलमा गरेर फेरि के छ तपाईँको चाहिँ बाई गर्न थाल्छन् भन्ने कुरा चाहिँ हामी यो फ्युमिनाटी टुल्सबाट चाहिँ हामी बुझ्छौँ अब भनेपछि अब तपाईँको के छ भन्दा अब हामी के गर्ने भन्ने कुरामा चाहिँ हामी हेर्छौँ 0.618 सम्मको लेभलसम्म त हामी के गर्छ यो लेभलमा हामी त बाई गर्ने एकदम बेस्ट जोन भनेको त यही जोन हो ठिक छ यहाँ तपाईँको चाहिँ के त मार्केट केही समय तपाईँको चाहिँ यहाँ क्यान्डल बनाएर तपाईँको बसिरहेको छ भने तपाईँको चाहिँ मार्केटमा तपाईँको चाहिँ यहाँ तपाईँको चाहिँ के त नयाँ प्लेयरहरू इन्ट्री भइरहेको छ हो सो अब यो पनि ब्रेक गरिरहेको छ भनेपछि अर्को एउटा तपाईँको चाहिँ नेक्स्ट लेभल जुन 0.78 छ नि हो यो लेभलसम्म तपाईँको के त यहाँसम्म तपाईँको कि मार्केट आउन सक्ने तपाईँको सम्भावना देखिन्छ भनेपछि अब तपाईँले के हेर्न सक्नुहुन्छ भन्दा जुन अब अहिले हामी के गर्छौँ भन्दा तपाईँको चाहिँ मार्च 22 तपाईँले यो भिडियो सुट गर्दैछु भनेपछि तपाईँको मार्केट अब यो हप्ता अब अपकमिङ विकमा तपाईँको एकदम यही लेभलबाट तपाईँको चाहिँ मार्केट के तपाईँको चाहिँ रिभर्स हुन सक्ने देखिन्छ यदि तपाईँको के त मार्केट तपाईँको चाहिँ यदि अप ट्रेन्डमा जाने हो भने यही लेभलबाट तपाईँ मान्छे सक्न देखिन्छ वा तपाईँको के त 0.786 को लेभल चाहिँ मार्केट यहाँसम्म आएर तपाईँको फेरि माथि जान सक्ने देखिन्छ भनेपछि तपाईँले के बुझ्नु पर्यो भने मार्केटले दुईवटा लेभललाई चाहिँ के छ तपाईँको चाहिँ रेस्पेक्ट गर्न सक्छ यहीँबाट तपाईँको माथि जान सक्छ आइतरबाट वा तपाईँको चाहिँ यो मार्केट घटेर फेरि यो लेभलसम्म आएर जान पनि सक्छ है यो तपाईँको के त भन्दा ओभरअल 0.5 देखि 0.618 लेभलको तपाईँको चाहिँ यो बाइङ जोन हो योभन्दा जति मार्केट तल आउँछ त्यति नै के छ भन्दा तपाईँको चाहिँ नयाँ जुन मार्केटमा चाहिँ इन्ट्री गर्ने व्यक्तिहरूको लागि त एकदमै यो प्राइस के हुन्छ त एकदम एट्र्याक्टिभ हुन्छ सो यो लेभलमा तपाईँको के हुन्छ मार्केट एकदमै तपाईँको चाहिँ लामो समयसम्म चाहिँ यहाँ तपाईँको चाहिँ वेट गरेर बसिरहेको तपाईँले देख्न सक्नुहुन्छ अब यहाँ तपाईँको चाहिँ तपाईँहरू यदि अब इन्ट्री गर्न चाहनुहुन्छ यो तपाईँको चाहिँ के त सही टाइम हो यहाँ तपाईँ चाहिँ इन्ट्री गर्न सक्नुहुन्छ तर धेरै साथीहरू के त करेक्सन हो भन्दा तपाईँहरू चाहिँ योभन्दा अगाडि जब तपाईँहरूले जब मार्केट यहाँ तपाईँको करेक्सन हुँदै आएको थियो त्यो अवस्था तपाईँको कोही मान्छे यहाँ नि प्रवेश गरे कोही यहाँ तपाईँको चाहिँ प्रवेश गरे होइन यहाँ तपाईँको चाहिँ प्रवेश गर्दै गर्दै आएको छन् किनकि तपाईँको मार्केट माथि बढ्छ भने एजम्सन उहाँहरू इन्ट्री गर्नु भएको छ तर जो स्मार्ट छन् ऊ चाहिँ कहाँ छन् त भन्दा उनीहरू चाहिँ यही लेभल चाहिँ वेट गरेको चाहिँ हामी देख्न सक्छौँ र अबको एक हप्तामा मेरो एक्सपेक्टेसन के छ भन्दा तपाईँको चाहिँ अबको एक हप्तामा मार्केट चाहिँ यही लेभलबाट तपाईँको मार्केट चाहिँ अब फेरि तपाईँको चाहिँ अप ट्रेन्डमा जान सक्ने देखिन्छ है सो अब यो भएन भने के हुन्छ त भन्नुभयो भने फेरि मार्केटले यही पहिलाको जुन लो छ हो यही लोसम्म तपाईँको चाहिँ मार्केट आउन सक्छ फेरि यहाँ केही समय तपाईँको चाहिँ फेरि एकुमुलेसन भएर फेरि मार्केट फेरि माथि जान सक्छ होइन सो दुईवटा पोसिबिलिटी छ जो यो तपाईँले हेर्न सक्नुहुन्छ र तपाईँ यदि इन्ट्री गर्न चाहनुहुन्छ भने तपाईँले चाहिँ यो अब आउने हप्ता तपाईँहरू चाहिँ मार्केटमा चाहिँ प्रवेश गर्न सक्नुहुन्छ अब प्रवेश गरिसकेपछि सर इन्ट्री होइन तपाईँको चाहिँ इन्ट्री त गऱ्यो भने चाहिँ तपाईँको चाहिँ टार्गेट कति भन्ने कुरा हुनसक्छ सो अब तपाईँले अब यो कसरी तपाईँले चाहिँ यो आफ्नो स्टप लसदेखि लिएर तपाईँको चाहिँ प्रफिट टार्गेट कतिसम्म राख्ने भन्ने कुरा तपाईँले चाहिँ अलरेडी यो जानी पनि सक्नु भएको छ भने चाहिँ मेरो एजम्सन हो है सो यदि तपाईँलाई त्यो थाहा छैन भने म जस्ट तपाईँलाई के भन्छु भन्दा तपाईँले जति पनि तपाईँले सेयर किन्नुहुन्छ सपोज माइनली तपाईँले 1000 सेयर किन्नुहुन्छ भने 1000 सेयरको 50% चाहिँ तपाईँको चाहिँ यहाँबाट तपाईँ चाहिँ यो जुन हाई लेभल चाहिँ हो यो लेभलसम्म तपाईँले के भन्छ मार्केट तपाईँको चाहिँ तपाईँले चाहिँ के गर्नुहुन्छ तपाईँले चाहिँ आफ्नो पोर्टफोलियो तपाईँले चाहिँ कन्टिन्यू गर्न सक्नुहुन्छ र जब प्राइस यो लेभलमा पुगेर फेरि तपाईँको चाहिँ के त यो ब्रेकआउट हुनु खोज्छ वा तपाईँको चाहिँ यहाँ तपाईँको त ब्रेकआउट भएर फेरि तपाईँको चाहिँ यो लेभलमा आएर फेरि माथि जाने हो होइन यदि मार्केट तपाईँको चाहिँ अपट्रेन्डमा जाने हो भने यो लेभल तपाईँले के गर्न सक्नुहुन्छ भन्दा तपाईँले यो लेभलमा तपाईँले चाहिँ 50% तपाईँले चाहिँ आफ्नो पोर्टफोलियो वा तपाईँको आफ्नो पोजिसनलाई तपाईँले के गर्नुहुन्छ प्रफिट बुक गर्न सक्नुहुन्छ र बाँकी 50% तपाईँले के गर्न सक्नुहुन्छ भन्दा बाँकी 50% तपाईँले फेरि योभन्दा माथिल्लो हो अब अर्को तपाईँको ट्रेन्डलाई तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ तपाईँको चाहिँ अर्को होइन अफ ट्रेन्डलाई तपाईँले चाहिँ त्यो जुन बुलिस जुन छ मोमेन्ट छ त्यसमा तपाईँले चाहिँ राइड गर्न सक्नुहुन्छ त्यो कसरी पत्ता लगाउने भन्ने कुरा महत्त्वपूर्ण तपाईँलाई मैले सिकाउँछु र सँगसँगै म पास्ट डेटालाई पनि तपाईँलाई हेरेर यसमा हामी कसरी हामी यो स्ट्राटेजीहरू युज गर्न सक्छौँ त्यो पनि म तपाईँलाई चाहिँ जानकारी गराउन सक्छु
है। सो एकछिन तपाईँहरू चाहिँ हेर्दै जानु होला है, ठिक छ। सो अब हेर्नुहोस् त, अब अर्को नेक्स्ट होइन, मैले जुन तपाईँलाई 50% त के त ए हाईसम्म भने, बाँकी 50% के गर्ने तपाईँले उल्टो गर्ने भनेपछि तपाईँको फिबोनाची टुल्समा चाहिँ यहाँ तपाईँले चाहिँ यहाँ माथि टपबाट तपाईँको चाहिँ यो बटमसम्म लिएर जाने, ठिक छ, यो बटमसम्म लगाउने र तपाईँले चाहिँ हेर्ने भनेपछि अब यसो गर्दा तपाईँको के देख्न सक्नुहुन्छ भन्दा तपाईँको चाहिँ नेक्स्ट अर्को ताके देख्न सक्नुहुन्छ। मैले तपाईँलाई फेरि पनि के भने भन्दा यहाँ हामी प्रवेश गर्छौँ र यदि मार्केट हामीले भने जस्तै तपाईँको चाहिँ मार्केट तपाईँको चाहिँ फेरि होइन अफ ट्रेडमा तपाईँको चाहिँ यहाँ तपाईँको ट्रेन्ड रिभर्सल जान सक्ने देखिन्छ भनेपछि अब आउने हप्तामा तपाईँको मार्केट के गर्ने भयो त भन्दा यो लेभलबाट तपाईँको त मार्केट तपाईँको चाहिँ माथि जाने भयो हो। माथि गइसकेपछि 50% तपाईँले यहाँ बुक गर्न सक्नुहुन्छ, 50% प्रफिट हो, र बाँकी 50% तपाईँले फेरि के गर्न सक्नुहुन्छ भन्दा तपाईँको चाहिँ यसको जुन अर्को लेभल छ जुन तपाईँले यहाँ देख्न सक्नुहुन्छ त्यो लेभलसम्म तपाईँले के गर्न सक्नुहुन्छ भन्दा तपाईँले चाहिँ मार्केटलाई तपाईँले चाहिँ वेट गर्न सक्नुहुन्छ। भनेपछि जुन लेभल तपाईँले यहाँ देख्न सक्नुहुन्छ त्यो लेभल के छ त भन्दा तपाईँको चाहिँ लेभल छ 1.618 जुन तपाईँको चाहिँ 3165 भनेपछि तपाईँको प्रिभियस यदि हामीले हेर्ने हो भने के देख्न सक्नुहुन्छ भन्दा लगभग हाम्रो 3200सम्मको 3252सम्मको के अरे अल टाइम हाई छ भनेपछि तपाईँको यो लेभलसम्म चाहिँ मार्केट तपाईँको चाहिँ यहाँबाट यदि यहाँ तपाईँको चाहिँ माथि गएर यहाँ केही समय रेस्ट गरेर फेरि तपाईँको चाहिँ यो लेभलसम्म चाहिँ पुग्न सक्नु। तपाईँले चाहिँ यसरी तपाईँले चाहिँ एउटा चाहिँ फ्युचरमा मार्केटको कुन लेभलसम्म जान सक्छ भने तपाईँले चाहिँ प्रिडिक्सन गर्न सक्नुहुन्छ है। र अब तपाईँहरूले धेरैले चाहिँ के मनमा यो पनि कुरा राख्न सक्नुहुन्छ कि अहिले यो टाइममा चाहिँ मार्केटमा इन्ट्री गर्नु सायद गलत पो हो कि होइन, हामी के को आधारमा चाहिँ गर्ने भन्ने कुरा हुनसक्छ। किनकि यो त मार्केट त पोसिबिलिटिजको होइन, प्रोभाबिलिटी त हो, यो 100% हुन्छ नि त छैन। तर म तपाईँलाई यसलाई फेरि म ब्याक टेस्टमा तपाईँलाई लिएर गएर बुझाउन सक्छु। यहाँ हेर्नुभयो भने तपाईँको चाहिँ जुन प्रिभियस तपाईँको के छ यहाँ रेन्ज छ हो, यसलाई हामी हेर्ने हो भने हामी यहाँ हेरौँ त, ठिक छ। यो प्रिभियस हामीले यो जस्ट रिसेन्ट प्रिभियस हामीले चाहिँ एउटा रेन्जलाई हेर्दैछौँ। यहाँ हामी फिबोनाची ड्र गर्न सक्छौँ। यदि ड्र गरेर हामी हेऱ्यौँ भने यो लो त यो के त लो पोइन्ट त यो हो। यो लोबाट तपाईँको फेरि के छ भन्दा हामीले यदि यहाँ तपाईँ ड्र गर्यो भने मोटामोटी तपाईँले के देख्न सक्नुहुन्छ भन्दा तपाईँको चाहिँ हाई त यो माथि छ हो। सो यहाँ हेर्नु भने तपाईँले के देख्नुहुन्छ भन्दा तपाईँको चाहिँ लो तपाईँको के छ त, लो तपाईँको चाहिँ लो पोइन्ट भनेको चाहिँ यहाँ तपाईँले के देख्न सक्नुहुन्छ भन्दा लो पोइन्ट भनेको तपाईँको चाहिँ यो छ, ठिक छ। हाई पोइन्ट यो छ भनेपछि हामी लो र हाईको चाहिँ हामी ड्र गरेपछि 50% लेभल कहाँ छ त, यहाँ छ 0.6 कहाँ छ भनेपछि यो लेभल भनेको तपाईँको चाहिँ तपाईँको चाहिँ करेक्सनमा चाहिँ इन्ट्री गर्ने बेला हो भनेपछि तपाईँको यहाँ हेर्नु भने हेर्नु त यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो लेभल जब मार्केट यति बढेर तपाईँको चाहिँ जब करेक्सनमा आयो तब नयाँ बायरहरू जो चाहिँ स्मार्ट मनी को कन्सेप्टको कुरा गरौँ वा तपाईँको चाहिँ होइन मार्केट प्लेयरको कुरा गरौँ, उनीहरू कहाँ छ, कहाँ तपाईँको इन्ट्री गर्छ भन्दा यही लेभलमा चाहिँ इन्ट्री गर्छन् र फेरि तपाईँ यहाँ हेर्नु भने फेरि प्राइस तपाईँको चाहिँ माथितिर गइरहेको छ। र तपाईँले यसलाई अझ तपाईँले चाहिँ यसलाई होइन अझै म यसलाई चाहिँ जुम आउट गरेर तपाईँले देखाउन चाहन्छु। जस्तो तपाईँले अझै यसलाई तपाईँले चाहिँ सानो गरेर हेर्नु भने तपाईँ के देख्न सक्नुहुन्छ भन्दा तपाईँको चाहिँ यहाँ हेर्नु भने फेरि यहीँबाट तपाईँको चाहिँ के त तपाईँको चाहिँ मार्केट माथि बढेको देख्न सकिन्छ हो। ल म फेरि अझै यसलाई लामोसँग होइन देखाउन गइरहेको छु। ल हेर्नुहोस् त, अब यहाँ तपाईँले के देख्नुभयो त भन्दाखेरि चाहिँ यसमा तपाईँले के देख्नुभयो त भन्दा यसमा तपाईँले के देख्नुभयो त भन्दा यो रेन्जबाट ठिक छ प्रिभियस यो रेन्जमा तपाईँको चाहिँ मार्केट गएको थियो भनेपछि अब यहाँ करेक्सन आएपछि जति पनि नयाँ वा जुन स्मार्ट छन् वा तपाईँको चाहिँ ठुल्ठुला जुन मार्केट प्लेयरहरू छन् उनीहरूको इन्ट्री पनि कुन हुन्छ भने चाहिँ मैले तपाईँलाई 0.5 देखि 0.618 लेभल यो लेभलमा तपाईँको उनीहरू इन्ट्री गर्छ भनेको छु हो। सो तपाईँ हेर्नु भने यो लेभलमा तपाईँको चाहिँ मार्केट आयो र दुई चार दिन तपाईँको चाहिँ यहीँ तपाईँको चाहिँ मार्केट सस्टेन गरेर फेरि तपाईँको चाहिँ मार्केट फेरि अप्ट्रेडमा गएको छ हो। फेरि तपाईँको चाहिँ यही लेभलमा आएको छ हेर्नु त 50% लेभलमा आएको छ। फेरि यहाँ तपाईँको चाहिँ मार्केट माथि गएको छ भने तल आउनु दिइरहेको छैन भनेपछि अब अहिले तपाईँले हेर्नुभयो भने के छ तपाईँको चाहिँ भन्दा यो जुन यहाँ तपाईँको चाहिँ मार्केटले चाहिँ एउटा रिभर्सल तपाईँको चाहिँ मार्केट रिभर्स भएर फेरि तपाईँको चाहिँ करेक्सनमा आएर चाहिँ तपाईँको चाहिँ 0.618 लेभलमा आएर फेरि माथि गएको छ र फेरि तपाईँको चाहिँ आउँदाखेरि जुन 50% वा 0.5 को लेभलमा आएर फेरि तपाईँको चाहिँ माथि गइरहेको छ। र अहिले यो रेन्जलाई हेऱ्यो भने यो अहिले के छ भन्दा तपाईँको चाहिँ 38.2 अर्थात् 0.38 को लेभलमा तपाईँको मार्केट देख्न सकिन्छ भनेपछि मैले तपाईँलाई के भनेको छु त भन्दा यो जोन भनेको तपाईँको त बाई गर्ने जोन हो। किनकि यदि मार्केट तपाईँको साँच्चीकै बुलिस हो, मार्केट अब अपट्रेडमा गएको छ भनेपछि त तपाईँको यो लो लेभल तपाईँको ब्रेक हुनु भएन भनेपछि तपाईँको जति पनि छ यो लेभल जुन तपाईँको त 2544 होइन यो 2544 को लेभलसम्म तपाईँको मार्केट आउन सक्यो तर यो तपाईँको तल आउनु भएन। यदि यहाँ यो तपाईँको यो लेभलमा तल आयो भने के त तपाईँको चाहिँ फेरि ट्रेन्ड ब्रेक हुन्छ, फेरि मार्केट के भन्छ डाउन ट्रेन्डमा जान्छ भनेपछि मार्केट स्टिल अप ट्रेन्डमा छ। यो अहिले तपाईँको करेक्सन लेभल हो। सो तपाईँहरू
यो हप्ता हेर्नु भने यहीँबाट तपाईँको चाहिँ प्राइस तपाईँको यहीँ मार्केट तपाईँको सस्टेन भएर फेरि तपाईँको चाहिँ के त तपाईँको चाहिँ फेरि अर्को हाई होइन न्यू हाई बन्न जान सक्छ वा यही लेभलसम्म चाहिँ पुग्न सक्छ जुन तपाईँको चाहिँ प्रिभियस जुन हाई थियो कति त 3050 चाहिँ तपाईँको मार्केट अब यहाँबाट फेरि अपट्रेन्डमा गयो भने 3050 सम्म जान सक्छ र तपाईँले 3050 सम्म तपाईँले चाहिँ जुन जति पनि तपाईँले चाहिँ यो बिचमा तपाईँले चाहिँ स्टकहरू तपाईँले चाहिँ होइन स्क्रिपहरू किन्नुहुन्छ त्यसको 50% लाई तपाईँले चाहिँ यो लेभलमा गएर तपाईँले चाहिँ प्रफिट बुक गर्न सक्नुहुन्छ हो सो यसरी हामी चाहिँ फिबोनाची टुल्सलाई प्रयोग गरेर मार्केटमा हामी कुन समयमा इन्ट्री गर्ने वा तपाईँको चाहिँ मार्केटमा हामी वेट गर्ने भन्ने कुरा चाहिँ हामी हेर्न सक्छौँ र म तपाईँलाई फेरि पनि भन्छु यो भनेको तपाईँको चाहिँ फिबोनाची टुल्स यसले 100% काम गर्छ भन्ने छैन तर मैले तपाईँलाई प्रिभियस सिनारीलाई देखाएर तपाईँलाई मैले के गर्दैछु त भन्दा मार्केटमा जुन अहिलेको जुन करेक्सन लेभल छ यो तपाईँले चाहिँ यसमा तपाईँले चाहिँ के भन्छ प्रवेश गर्न सक्नुहुन्छ यदि तपाईँलाई अरू केही कन्फ्युजन छ भने तपाईँले चाहिँ कमेन्ट्सहरू राख्न सक्नुहुन्छ मैले तपाईँलाई अलरेडी टेक्निकल एनालाइसिस बारेमा थाहा छ भन्ने एजम्सनमा जस्ट एउटा फिबोनाची टुल्सलाई होइन प्रयोग गरेर हामी कसरी मार्केटको लेभल हामी चाहिँ फाइनल गर्न सक्छौँ र कुन लेभल हामी प्रवेश गर्ने भन्ने कुरा तपाईँलाई मैले चाहिँ जस्ट यसको बारेमा चाहिँ इन्फर्मेसन पास अन गर्ने प्रयास गरेँ ठिक छ आजको यो भिडियोमा हामीले टेक्निकल एनालाइसिसको वान अफ द मोस्ट इम्पोर्टेन्ट टुल्स फिबोनाची टुल्सलाई प्रयोग गरेर कसरी हामी मार्केटको करेक्सन कुन लेभलसम्म आउन सक्छ र हामी कुन लेभलमा चाहिँ हामी प्रवेश गर्न सक्छौँ भन्ने कुरा तपाईँलाई मैले जानकारी गराएँ र तपाईँले पक्कै पनि सिक्नुभयो होला र धेरैलाई यदि तपाईँहरू टेक्निकल एनालाइसिस कोर्स पढ्नु भएको थियो भने यसको बारेमा तपाईँलाई थाहा छ होला है तपाईँलाई थाहा थियो थिएन कमेन्ट सेक्सनमा तपाईँले राख्नु होला र यदि तपाईँहरू फिबोनाची टुल्सको बारेमा अझ डिटेल तपाईँ जान्न चाहनुहुन्छ भने कमेन्ट सेक्सनमा तपाईँले चाहिँ आफू यो क्वेरिज राख्नु होला यदि तपाईँहरू चाहनुहुन्छ भने म पक्कै पनि तपाईँको लागि चाहिँ यसको फुल डिटेल भिडियो बनाउने छु र यो टुल्सले चाहिँ कसरी तपाईँको चाहिँ यो ट्रेन्डिङ मार्केटमा होइन कसरी तपाईँको चाहिँ यसले काम गर्छ वा साइडवेज मार्केटमा यसले कसरी काम गर्छ यसलाई हामी कस्तो मार्केटमा कसरी युज गर्ने भन्ने कुरामा तपाईँलाई मैले अझै डिटेलली तपाईँलाई मैले जानकारी गराउने छु सो यो भिडियो स्पेसली अब आउने अपकमिङ विकमा तपाईँको चाहिँ मार्केट जुन लेभलमा छ लगभग यही लेभलबाट तपाईँको चाहिँ फेरि तपाईँको चाहिँ मार्केट फेरि रिभर्स होइन हुनसक्ने सम्भावना मैले देखेको छु टेक्निकल एनालाइसिस अनुसार र सँगसँगै तपाईँको चाहिँ अब आउने हप्ताको एन्डमा सोलर इक्लिप्स पनि हुँदैछ अर्थात् सूर्यग्रहण लाग्दैछ सो टेक्निकली तपाईँको चाहिँ साथसाथै तपाईँको चाहिँ यदि एस्ट्रोलोजिकली हेर्ने हो भने हामी जब यो ग्रहण लाग्छ ग्रहण पछि तपाईँको मार्केटमा चाहिँ के हुन्छ तपाईँको चाहिँ ट्रेन्ड रिभर्सल हुने देखिन्छ है सो एस्ट्रोलोजिकली नै हेर्ने हो भने तपाईँको चाहिँ सम्भवतः सूर्यग्रहण पछि मार्केटमा एकदमै हाई भोल्टाइल हुनसक्छ है अब मार्केट माथि जान्छ भन्ने पनि छैन तल जान पनि सक्छ भने चाहिँ मार्केटमा चाहिँ मोमेन्टम तपाईँले देख्न सक्नुहुन्छ है एकदम हाई भोल्टाइल तपाईँको चाहिँ मार्केटमा सिर्जना हुन्छ र जहाँसम्म मलाई लाग्छ यो यदि नेपालको मार्केट तपाईँको चाहिँ अब यो अहिले चाहिँ अप ट्रेन्डमा छ अर्थात् बुलिस छ मार्केट बुलिस हो भने तपाईँको चाहिँ यही जुन तपाईँलाई मैले जुन तपाईँलाई लेभल भनेको छु त्यो लेभलमा केही सर्टेन एक हप्ता मार्केट होल्ड हुन्छ र त्यही तपाईँको चाहिँ त्यहाँबाट फेरि तपाईँको चाहिँ पुल ब्याक हुन्छ र तपाईँहरूले यो हप्तामा तपाईँहरू त्यो मार्केटमा प्रवेश गर्न चाहनुहुन्छ म फेरि पनि तपाईँलाई भन्छु यो समयमा सम्भवतः डेभलपमेन्ट ब्याङ्कमा तपाईँको चाहिँ उछाल आउन सक्ने सम्भावना देखिन्छ है सो यहाँहरू डेभलपमेन्ट ब्याङ्कको जुन मार्केटमा जुन फ्लोट होइन जुन सेयर तपाईँको चाहिँ मार्केट पब्लिकले इस्यु गरेको छ जुन कम्पनीको फन्डामेन्टली राम्रो छ र सँगसँगै तपाईँको रिजर्भलाई पनि हेरेर र अपकमिङ जुन नियर फ्युचरमा तपाईँको चाहिँ बोनसको कुराहरू हुनसक्छ होइन जुन कम्पनीले राम्रो तपाईँलाई चाहिँ एज अ क्यास डिभिडेन्ड होस् वा तपाईँको चाहिँ बोनस सेयर दिन सक्छ होइन त्यस्ता कम्पनीको तपाईँको चाहिँ इपिएस पनि हेर्न सक्नुहुन्छ रिजर्भ के छ त्यो पनि हेर्न सक्नुहुन्छ है हामी देख्न सक्छौँ म यहाँले कुनै पनि स्टक बारेमा भनिनँ कि नेगेटिभ तपाईँको इपिएस भएको होइन अर्निङ पर सेयर नेगेटिभ भएको वा तपाईँको रिजर्भमा तपाईँको नेगेटिभ भएको कम्पनी तपाईँको चाहिँ 1500 भन्दा माथि अराउन्ड 2000सम्म पुगेको पनि तपाईँले देखिरहनु भएको छ भनेपछि यो समय भनेको तपाईँलाई चाहिँ राइट टाइम हो तपाईँले अलिकति फन्डामेन्टल पनि तपाईँले चाहिँ नलेज छ भने हजुरले चाहिँ अर्निङ पर सेयर हेर्नुहोस् वा तपाईँको चाहिँ रिजर्भ हेर्नुहोस् वा पी रेसियो हेरेर होइन हजुरहरूले चाहिँ सही कम्पनी सिलेक्ट गरेर जसको चाहिँ मार्केटमा जुन सेयर पनि नम्बर अफ सेयर पनि कम छ जुन चाहिँ अलरेडी एक्टिभेसन भइसकेको छ त्यस्तो कम्पनीको चाहिँ तपाईँले सेयर किन्नुभयो भने अबको जुन नेक्स्ट बुलिस मोमेन्टममा तपाईँको के हुन्छ भन्दा ती कम्पनीहरू चाहिँ अलिक अरूभन्दा राम्रो पर्फर्म गर्न सक्ने देखिन्छ है त्यस्ता कम्पनीहरूलाई हेरेर तपाईँहरू चाहिँ मार्केटमा प्रवेश गर्न सक्नुहुन्छ यदि त्यस्तो कम्पनीको बारेमा तपाईँ जानकारी लिन चाहनुहुन्छ भने कमेन्ट सेक्सनमा राख्नु होला म तपाईँको लागि चाहिँ ओभरअल
जुन फन्डामेन्टल एनालाइसिसको थ्रु हामी कसरी कम्पनी सिलेक्ट गर्ने र त्यो कम्पनीमध्ये पनि टेक्निकली फेरि कुन चाहिँ कम्पनीले चाहिँ तपाईँको चाहिँ कम्पनीमा चाहिँ बढी तपाईँको चाहिँ त्यो इन्भेस्टरको चाहिँ पार्टिसिपेसन देखिन्छ होइन, कुन चाहिँ स्क्रिप्ट चाहिँ अलिकति होइन एकदम तपाईँको चाहिँ भोल्युम वाइज होइन वा तपाईँको नम्बर अफ ट्रान्जेक्सन वाइज तपाईँको चाहिँ एकदमै एक्टिभ छ, त्यसलाई हामी कसरी हेर्ने त्यसको बारेमा तपाईँलाई त्यही छुट्टै भिडियोमा तपाईँलाई मैले गाइड गरिदिन्छु। र यदि तपाईँलाई यो भिडियो एकदम युजफुल लागेको छ, तपाईँलाई चाहिँ पक्कै पनि हेल्प भएको छ भने फ्रुटफुल लागेको छ भने यो भिडियो तपाईँ लगायत तपाईँका जति पनि साथीभाइहरू छन् उहाँहरूमा पनि सेयर गर्नुहोला र तपाईँहरू फर्स्ट टाइम यो युट्युब च्यानलमा हुनुहुन्छ भने यो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब पनि गर्नुहोला। र जब म तपाईँलाई चाहिँ लाइभ आउनु अवस्थामा पुग्छु होइन, जब हामी लाइभ जान सक्छौँ त्यसपछि म तपाईँलाई चाहिँ टेक्निकल एनालाइसिसको एकदमै तपाईँको चाहिँ जुन बेसिकबाट तपाईँलाई मैले यो छुट्टै तपाईँको चाहिँ कोर्स गराउने छु, जुन तपाईँले मार्केटमा चाहिँ पैसा पे गरेर तपाईँले चाहिँ पढ्दै हुन्छ, त्यसलाई म यो युट्युब च्यानल मार्फत तपाईँलाई म फ्रीमा तपाईँलाई मैले सिकाउने छु। र सँगसँगै कुनै पनि टपिकको बारेमा तपाईँले यदि जानकारी लिन चाहनुहुन्छ भने, कुनै पनि टेक्निकल एनालाइसिससँग सम्बन्धित वा फन्डामेन्टल एनालाइसिससँग सम्बन्धित छ भने कमेन्ट सेक्सनमा तपाईँले चाहिँ राख्नु होला। तपाईँको चाहिँ कमेन्टलाई हेरेर त्यही अनुसारले कुनै एउटा पर्टिकुलर टपिकको बारेमा म तपाईँलाई छुट्टै भिडियोबाट पनि तपाईँलाई म फेरि बिच बिचमा चाहिँ आउनेछु। सो आजलाई हामी यति नै गर्छौँ। हस् त, नमस्ते।